ल साथीहरू हामी चाहिँ सरर पारेर जङ्गलको बाटो हुँदै एकदमै बबाल ठाउँमा चाहिँ हामी जाँदैछौँ होइन। भिडियोको अन्तिमसम्म रहनुहोला है त, लाज मान्नु हुँदैन नि त। ल सम्पूर्ण साथीहरूलाई एकदमै दर्शन नमस्ते छ। सबैजना एकदमै आराम कुशालै हुनुहुन्छ होला भन्ने पूर्ण आशा गरेको छु र म पनि एकदमै बिल्कुल आराम छु भन्दा पनि आज अलिकति निन्द्रा चाहिँ पुगेको छैन साथीहरू है। किनकि म नाइट ड्युटी गरेर होइन, हामी तिनजना, हाम्रो चुल सर हुनुहुन्छ, दीपक सर हुनुहुन्छ होइन। यो चाहिँ हाम्रो निकै लामो समयदेखिको प्लानिङ गरेको हो होइन। टक्क खोलामा बसेर चाहिँ सेकुवा मजाले बनाएर खाने होइन। तर आज हामी चाहिँ गोरुको बिफ चाहिँ ल्याएर खानु मन लागेको थियो, तर त्यो चाहिँ हामीले पाएनौँ होइन। आज यो राँगा है त, काठमाडौँतिर चाहिँ अब ठुलो खसी भनेर पनि चिनिन्छ होइन। एकदमै पोलेर खानुको लागि चाहिँ आलो मासु राँगाको एकदमै बबाल हुन्छ होइन। सो साथीहरू आज चाहिँ हामी यहाँ निकै लामो समयपछिको प्लानिङमा चाहिँ पासिर तेङ्गोरा लङ्कावे भन्ने ठाउँमा चाहिँ मजाले यहाँ चाहिँ सेकुवा बनाएर चाहिँ हामी खाँदैछौँ। यसो बेला बेला चाहिँ इन्जोय पनि गर्नुपर्छ भन्ने चाहिँ एकदम मनले पनि माग्छ होइन। तर समयको अभाव, जुन हामी यो सेक्युरिटी ड्युटी गर्ने सबै साथीहरूलाई थाहा छँदैछ होइन। हाम्रो अब छुट्टी हुँदैन, 30को 30 त्यही नाइट ड्युटी हुँदाखेरि चाहिँ त्यो दिन नसुतिकन भए पनि आफ्नो इच्छा रहरहरू चाहिँ पुरा गर्नुपर्ने हुन्छ होइन। सो आज हामी ठ्याक्कै यो पनि एउटा मौका मिल्नु पर्दो रहेछ होइन। कहिलेकाहीँ निन्द्रा नपुग्ने, कहिले कुनै साथीको मरौ परेको हुन्छ, कहिले आफ्नै जुठो परेको हुन्छ, कहिले खानु मन नलाग्ने, कहिलेकाहीँ यो मासु लिनु जानुलाई पनि अब गाडीहरू पनि नपाइने होइन। किनकि हामी चाहिँ अलिक एकान्त ठाउँमा बस्छौँ, गाउँमा लगभग 17 किलोमिटर जति चाहिँ हामी ट्याक्सीमा गएपछि यो मासु ल्याउने ठाउँमा पुगिन्छ होइन। त्यही भएर चाहिँ एकदमै यो प्लानिङ गरेर म भनौँ यो ठाउँमा पैसा भएपछि पनि छ भने पनि खानु पाइँदैन के, भनेको बेला खानु पाइँदैन होइन। सानो सानो पसलहरू भएको पनि शनिबार आइतबार बन्द भएको हुन्छ। तर हामी चाहिँ के छ भने यो होटलमा काम गर्छौँ होइन। होटलमा काम गर्दाखेरि चाहिँ हाम्रो फ्री खानै हुन्छ, प्रायः राम्रै हुन्छ होइन। डेली मासु भात दिएकै हुन्छ, यो चाहिँ राम्रो छ। एउटा होटलमा काम गर्दाखेरि चाहिँ जस लुगा धुनु नपर्ने, लुगाहरू पनि लन्ड्रीमा हुने होइन। त्यही आफूले अब रुममा लगाउनेहरू पनि धुनुपर्ने, ड्रेसहरू धुनु नपर्ने, यो समस्याबाट चाहिँ वञ्चित छौँ होइन। अब बाहिरतिर, होटलभन्दा बाहिरतिर काम गर्दाखेरि चाहिँ सेक्युरिटी ड्युटीमा गाह्रो छ होइन। 12 घन्टा ड्युटी हुन्छ, 7 बजी ड्युटी सुरु हुने, 5 बजे नै उठ्नुपर्छ। 5 बजी उठ्यो, खानासाना बनायो, प्याकिङ गर्यो, अनि सेतो लुगा हुन्छ डेली, अब त्यो धुनै पऱ्यो, प्रेस गर्नै पऱ्यो होइन। अब आइरन साइरन लाएन भने पनि भोलि फेरि 5-10 रुपियाँ काट्ने हुन्छ। के छ र यहाँको मान्छेले त न्यु त हो, एक थोपो रगत हुन्जेलसम्म यहाँको मान्छेले काममा लगाउँछ है। पैसा दिएर के गर्नु, त्यस्तो हुन्छ। दया माया भनेको छैन। कताबाट हुन्छ चाहिँ सजिलो गरौँ, यिनीहरूलाई 12 घन्टा ड्युटी गर्छ, बाहिरबाट आएको मान्छे परिवारहरू छोडेर तनाव होला भन्ने खालको मनसाय होइन। सक्दो चाहिँ एक थोपो रगत हुन्जेलसम्म चाहिँ पेल्ने हो, त्यो खालको छ। एक त हामी 12 घन्टा ड्युटी भनौँ 14 घन्टा पर्छ। 7 बजीदेखि ड्युटी सुरु हुँदा हामी 6 बजी चाहिँ हिँडिसक्नु पर्ने हुन्छ, त्योभन्दा अगाडि खानासाना बनाउने होइन। त्यो त्यही भएर साथीहरू हामी यो होटलमा जति पनि होटल लाइनमा काम गर्ने साथीहरू, सेक्रेटरीलाई जे होस् ठिकै छ, लुगा धुनु पर्दैन, खाना खानु पनि फ्री छ होइन। हामी चाहिँ अब डेमा चाहिँ उतै खाना खान्छौँ, राति पनि खाना त दिएको हुन्छ, तर पनि हामी अब आफूले बनाए जस्तो हुन्न नि त, आफ्नो रुममा खाए जस्तो हुन्न। त्यही भएर नभए उस्तै परे नखाँदा पनि हुन्छ है त, त्यो खालको हुन्छ। अनि हामी चाहिँ अब आफ्नै हातले बनाएर खाने, कहिलेकाहीँ यसो अब उयो गर्ने हुँदाखेरि एउटा रहर भनौँ न, रहर जस्तो पनि भयो। र अब यत्रो वर्षसँगै बसियो होइन। अब कोही कहाँ पुगे, पहिलाको साथीहरू कोही कहाँ पुगिसके, यसो कहिलेकाहीँ त रमाइलो गरौँ न यसो भनेर। अब अरू बेला पनि यहाँ हामी ड्युटी आउँदा जाँदा हामी चुल्छ र हामी त अब जहिले महिनामा चाहिँ पौडी खेल्नु चाहिँ झरिरहन्छौँ होइन यहाँतिर। तर आज चाहिँ हामी फर्स्ट टाइम धेरै लामो समयपछिको प्लानिङ चाहिँ आज माथि पाडाङ मासेर बिहान गएर त्यहाँबाट मासु ल्याएर, बियरहरू ल्याएर, चिसोहरू ल्याएर, अनि 2जना साथीहरू चाहिँ रुममा मजाले अचार बनाउनु पऱ्यो, थालहरू ल्याउनु पऱ्यो होइन। साथीहरू मिठो खानको लागि, यसो घुम्नको लागि पनि अलिकति जाँगर छ भने मात्रै हो होइन। अल्छी गऱ्यो भने त नमिठो खानु पाइन्छ होइन।
एकदमै दुःख त छ है। अब बिहान नसुतिकन यहाँबाट भ्यानमा जा, त्यहाँबाट फेरि ट्याक्सीमा आइज होइन, फेरि वहाँ जानु बित्तिकै पानी परेन उनीहरूको 1 घन्टा वेटिङ गर्नु पऱ्यो। कतिपय पसलहरू बिहान छिटो खुल्दैन होइन। समथिङ हामी यहाँ आइपुग्दाखेरि 12 बजेको थियो होला, 11:30 12 बजेको थियो होला होइन। लगभग 2-3 बजेसम्म चाहिँ हामी यसो खान्छौँ, पौडीसौडी खेल्छौँ होइन। त्यसपछि अब बेलुका सुत्नुपर्ने, के सुत्नु फेरि नाइट ड्युटी, एकजनाको चाहिँ छुट्टी छ, हामी दुईजनाको चाहिँ नाइट ड्युटी। अब यसरी कहिलेकाहीँ यसो घुम्ने रहर हुँदाखेरि पनि निन्द्रै मार्नुपर्ने हुन्छ साथीहरू, गाह्रो छ है। अब विदेशमा गाह्रो के भनौँ, अब स्वदेशमा पनि गाह्रो छ होइन, सबैलाई यस्तै छ। र साथीहरू तपाईँहरू के कसो गर्दै हुनुहुन्छ, कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ। र यो मेरो चाहिँ सानो च्यानल, पहिला मेरो रमेश लामा ब्लग चाहिँ अब वाइटी सोल्टीले रिमुभ गरिदिइहाल्यो होइन, अहिलेसम्म दिएकै छैन। फेरि 0देखि चाहिँ सुरु गर्दैछु होइन, यो सानो च्यानल पनि यसो भिडियोहरू हाल्दैछु। यदि तपाईँहरूको पनि अगाडि आइपुग्यो भने यसो सब्सक्राइबहरू गरिदिनु होला। अब भिडियो राम्रो नराम्रोको आधारले भन्दा पनि एउटा सपोर्टको आधारले चाहिँ सब्सक्राइब गरिराखिदिनु होला होइन। म यसो बेला बेला फुर्सद भएको बेला चाहिँ यसो भिडियोहरू अपलोड गरिरहने छु। यति राम्रो भिडियो बनाउनु त आउँदैन, अब जति आउँछ त्यति नै गर्ने हो होइन। अब नआएको त के गर्ने, अब सिक्दै जानुपर्ने हुन्छ होइन, यस्तै छ। र साथीहरू आज मैले यही धेरै लामो भिडियो त होइन, अब यो दुःख गरेर चाहिँ बनाएको भिडियो हालिदिइराखौँ न, के फरक पर्छ, पछि यसो मेमोरी हुन्छ होइन। अब लगभग अब नेपाल जाने बेला पनि भएको छ मेरो होइन। लगभग अब 30-40 दिन, 1 महिना मात्रै छ। 10 वर्ष पुरा गरियो, जिन्दगी मलेसियामै बित्यो। प्रगति उन्नति भनेको यस्तै हो। जे होस्, भगवान्को कृपाले गर्दाखेरि आजसम्म चाहिँ सन्चो सुविस्ता छ, ज्यानमा केही रोगहरू लागेको छैन। यही नै चाहिँ सम्पत्ति भन्नु पऱ्यो। अरू भनेको त पैसा भनेको त कमायो खायो सकियो, यस्तै त हो नि होइन। के गर्ने, अब सबैको जीवनमा घटिरहेको घटना हो, चलिरहेको यस्तै हो। सबैले काम गर्नै पर्छ, खानै पर्ने हुन्छ होइन। अब पैसा कमाएर पनि राखिरहने भए त निकै नै जम्मा हुन्थ्यो होला। अब खानु परिहाल्छ, चलाउनु परिहाल्छ होइन, परिवारहरू पनि अब चल्नु परिगयो, बच्चाहरू पढ्नु परिगयो, यस्तै छ। अब कमाइ समय भनेको अब जे छ आफूमा त्यसमै रमाउनु पर्ने हुन्छ होइन। कसैको आरिस डाहा गर्नु पनि हुँदैन। एकअर्कामा चाहिँ एकदम सकारात्मक सोच राख्नुपर्छ। एकअर्कामा चाहिँ बरु सकेसम्म चाहिँ सहयोगको भावना राख्ने, सकिन्छ सहयोग गर्ने, सकिँदैन नमिठो पनि नबोल्ने भन्ने चाहिँ मेरो चाहना हो। अरू त अब के छ र, जानेको यस्तै छ होइन। हामी चाहिँ यस्तै छ, यसरी नै हाम्रो दिनहरू बित्दैछ। कहिले ड्युटी आयो, कहिले एउटै काम गर्दा गर्दा पनि वाक्क दिक्कै लाग्छ। अब त 10औँ वर्ष पनि भइसक्यो र म पनि अब चाँडै नै फर्किँदैछु। लगभग अब 1 महिना जति छ, त्यसपछि म पनि अब जाँदैछु। अब हेरौँ नेपालतिर गएपछि के कसो गर्नुपर्ने हो होइन। यसो बुढाबुढी भएको बाबाआमा पनि हेर्नुपर्ने हुन्छ, यसो परिवारलाई पनि समय दिनुपर्ने हुन्छ। अब विदेश बस्दा बस्दै बुढेसकाल पनि लाग्नु आँटिसक्यो, भन्दा पनि लागिसक्यो। लगभग अब 50 लागेपछि त वृद्ध अवस्थामा आइयो होइन। अब कति नै बाँचिन्छ होला र अब है। यही छ दुःख सुख साथी हो। अब दुःख पनि छैन, खासै सुख पनि छैन, ठिक्क चलिरहेछ। यत्तिकै जिन्दगी चल्यो भने भयो त, योभन्दा किन चाहियो होइन। र सम्पूर्ण साथीहरू जति पनि साथ सपोर्ट गरिदिनु भएको छ, सबैजनालाई धेरै धेरै धन्यवाद छ। र तपाईँहरू पनि आफ्नो टेक केयर गर्नुहोला। यति भन्दै आजलाई भने चाहिँ बिदा चाहन्छु। हस्त बाई, जय नेपाल। हामी सबैको दिन सुखद रहोस्।